हेलो साथीहरु, म चाहिँ अहिले यो दुधकुण्डन नगरपालिका सोलुमा छु हो। अनि यहाँ चाहिँ एकदमै पहिला चाहिँ एकदमै अत्याधिक मात्रामा टुरिस्टहरु आउँथ्यो। अनि एकदमै यो देखिरहेको चाहिँ ठुलठुलो चाहिँ होटलहरु हो। यो चाहिँ हाम्रो सोलुखुम्बु। यहाँ चाहिँ धेरै पहिला चाहिँ ट्रेकिङको लागि आन्तरिक र बाहिर पर्यटकहरू आइरहन्थ्यो भने अहिले चाहिँ अलिकति यो रोडको कारणले है, सुविधाको कारणले अहिले यो ठाउँहरूको यो गेस्ट हाउसहरू, लजहरू, होटलहरू चाहिँ अहिले केही मात्रामा बन्द रहेछ हो। अनि यो चाहिँ हाम्रो माउन्ट एभरेस्ट सगरमाथा जाने बाटोको एउटा मेन पोइन्टहरू हो। अनि मेन ठाउँ हो। यहाँ चाहिँ धेरै जसो लजहरू अहिले बन्द अवस्थामा रहेको छ। यतातिर हेरौँ। अनि अहिले चाहिँ यहाँ चाहिँ बाटोमा पहिला चाहिँ मान्छेहरू एकदमै बढी आउनुहुन्थ्यो, अहिले चाहिँ तर रहेनछ। अन्त हामी यहाँ छौँ। यहाँबाट चाहिँ मुनलाइट गेस्ट हाउस एन्ड रेस्टुरेन्ट पहिला, अनि होटल एभरेस्ट अगाडि। अनि अहिले चाहिँ प्रायःजसो यो सबै रेस्टुरेन्टहरू, लजहरू, होटलहरू चाहिँ बन्द रहेछ। नमस्कार हजुर। नमस्कार। तपाईँको नाम? मेरो नाम चाहिँ विनोद राई। के ठाउँ भन्नु, यो के कुन गाउँपालिका पो भन्छन्, यसो बताइदिनु न त। भन्छ हजुर। यो चाहिँ नुनथला भनेर चिनिन्छ। यहाँ चाहिँ जोस् राम्रो राम्रो होटल लजहरू रहेछ है। अनि यति ठुल्ठुला लजहरू छन्। तर अहिले हाल अवस्था हेर्दाखेरि चाहिँ यहाँ प्रायः जसो यो होटलहरूमा व्यक्तिहरू, मान्छेहरू भेटिँदैन। 2-4 कति वर्ष भएछ यतातिर अहिले यस्तो भएको चाहिँ? यस्तो भएको लगभग 3-4 वर्ष भयो। गाडी आएपछि चाहिँ अनि व्यापारी व्यवसाय ठप्प भएको छ। हजुर। भनेपछि कति सालतिरको कुरा? पहिला खच्चडहरू पाउँथ्यो अरे। खच्चडहरूतिर त सालतिर चाहिँ पुरै हिँड्थ्यो यहाँ होइन। एक बथानमा 50वटा 60वटा हिँड्थ्यो। अहिले चाहिँ छैन त्यो खच्चडहरू। हाल अहिले यो होटलहरूको एउटा अवशेष मात्रै रहेछ। यहाँ चाहिँ अहिले सबै बन्दहरू, यो लज गेस्ट हाउसहरू चाहिँ लजहरू सबै बन्द रहेछ। अब व्यक्तिहरू पनि थोरै मात्रामा हिँड्ने रहेछ यो ठाउँमा अहिले। हुन त यो सिजन अहिले रहेनछ, तैपनि यो ठाउँहरू चाहिँ एकदमै आन्तरिक बाहिर पर्यटकहरू चाहिँ एकदमै मूल एउटा यो बाटो भएको कारणले चाहिँ थोरै अहिले चाहिँ व्यापारहरू चलिरहेको रहेछ है। हामीले 2-4वटा होटलहरू हेऱ्यौँ अहिले पछाडि गएर। अहिले तत्काल सञ्चालन आइरहेको होटलहरू चाहिँ 2टा चाहिँ अलिक राम्रो सञ्चालन भइरहेको देखिएँ मैले। अब बिस्तारै यसलाई केही व्यापार बढ्ने अवस्थाहरू होला, सायद सम्भावनाहरू होला। हस्, धन्यवाद तपाईँलाई।